नमस्ते सबैजनामा। आजको भिडियो रहेको छ यो झोलमल कसरी तयार गर्ने वा कसरी बनाउने भन्ने विषयमा रहेको छ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। यो झोलमल चाहिँ विभिन्न तरिकाले हामीले बनाउन सक्छौं, विभिन्न तरिका अपनाएर। यो विभिन्न तरिकाहरूमध्ये एक तरिका हो। यो एउटा विधि अपनाएर मैले झोलमल तयार गर्दैछु। सुरुमा मैले यो गाई भैँसीको गउँतले 40-45 लिटर, त्यसपछि यसमा मैले निम खलीको निम पाउडर, निमको धुलो 3 केजी, यो गाउँघरमा पाइने मर्चा 3 वटा त्यसरी धुलो बनाएर मैले मिसाएँ। र यो सक्खर बजारमा सजिलै हामीले किन्न पाइन्छ, सक्खरलाई पनि मिसाएँ 3 केजी सक्खर। र मैले अघि नै भने यो निमको धुलो यो पनि बजारमा हामीले किन्न पाउँछौँ सजिलै। र यसरी सबै चिज हालिसकेपछि यसरी घोलिदिने। यो चाहिँ दिनको एक पटक 1 हप्तासम्म चलाइदिने। 1 हप्तापछि रेडी हुन्छ। रेडी भएपछि हामीले विभिन्न बोट बिरुवाहरूमा प्रयोग गर्न सक्छौँ। मैले चाहिँ विशेष गरी गोडबेरामा प्रयोग गर्ने गरेको छु। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो